हेलो गाइस, नमस्ते अनि सेवान्ने म विपिन राई तपाईँ समक्ष फेरि आइसकेको छु र सानो अपडेट लिएर यो मेरो आफ्नै लाइफ अन्त मेरो फ्यामिलीको बारेमा। मेरो आमा आज बित्नुभएको 8 वर्ष पुगेछ। हेर्दै नहेर्दै त्यो चाँडै छिटो समय जाँदो रहेछ। सो मेरो आमा बित्नुभएको 8 वर्ष पुगिसकेछ र आज म र पापा मेरो आमालाई जहाँ दफन गर्नुभएको थियो त्यो ठाउँ जाँदैछु र तपाईँहरूलाई पनि देखाउँदैछु। र यसै गरेर हामी सालैपछि यसै आफ्नो आमा र साँच्चै मेरो दाजु पनि बित्नुभएकै हो। उहाँ पनि बितेर जानु भइसकेको छ। सो दुईजनालाई हामी सम्बर्धना चलाउनु हामी जाँदैछु काउले, जहाँ हाम्रो बारी छ त्यहाँतिर आमा र मेरो दाजुलाई दफन गरेछु र म आज त्यो सिलसिलामा उहाँहरूलाई सम्बर्धना जनाउनु म र पापा जाँदैछु। के कसो हुन्छ होला देखाउनेछु। र पानी त्यस्तो परिरहेछ आजको दिनमा, होइन, जहिले पनि यस्तै हुने हो। मतलब सिजनै यस्तो पर्छ र हेर्दैछु होला, तपाईँहरूलाई अपडेट देखाउँछु छोटकरीमा। थ्याङ्क यू। र गाइस, म आइपुगिसकेको छु मेरो आमालाई जहाँ दफन गरेको थियो त्यो जग्गा। आज आमाको वर्ष दिन पुगिरहेछ। यो पुगिनु होला, यहाँ मन्दिर सङ्घको कमिटीमा आइपुगेको छु। यति बिघ्न पानी परिरहेछ हो, गुम्बा पनि त्यस्तै भइरहेछ। र अब गएर आमाको कपुर साफसफाइ गर्नेछु अनि त्यसपछि फेरि भेट्नु छु तपाईँलाई अपडेट दिँदै। अहिले भर्खर जस्ट म आइपुगेको छु यता। यो जग्गा एक्ज्याक्टली भन्नु पऱ्यो भने काउले हो हाम्रो। पुरा क्यामेरा पनि पानी लागिरहेछ। हुन्छ, एकछिनमा भेट्छु तपाईँलाई। सो गाइस, अहिले म आइपुगेको छु। म र आमाको यहाँ वासस्थान हो। आमालाई यहीँ दफन गरेको। आज पुग्यो तपाईँको 7 वर्ष बित्नुभयो उहाँले। 7 वर्ष रनिङ भयो उहाँ दिवंगत भएको। अनि त्यसै हामी यो दिन चाहिँ हामी सधैँ आउने गर्छौँ र आमालाई एउटा सम्बर्धना जनाउँछु उहाँको स्मृतिमा, उहाँको यादमा। मेरो साथमा पापा हुनुहुन्छ। उहाँले साफसफाइ गर्दैछ। अनि यता अब यस्तै छ। र यसपछि हामी लगतै मेरो दाजु पनि बित्नुभएको र दाजु पनि बितेर जानुभएको। अन्त कति वर्ष भयो पापा दाजु बितेको? 12 वर्ष पुगेछ।